हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। आयो सबैजना सन्चै नै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। अनि आज चाहिँ हामी जाँदैछौँ बजार। अनि दिस इज माई मम एन्ड दिस इज माई ब्रदर। आज चाहिँ हामी हाट बजार जान लाग्यो। आज शनिबार नि त, अनि हाम्रोतिर चाहिँ शनिबार बजार लाग्छ नि त, नि त्यही भएर अनि हामी चाहिँ मार्केट हाट बजार जान लागेको। अनि लास्टसम्म भिडियो हेरेर चाहिँ माया गरिदिनु होला है। आज हामी के किन्छौँ के गर्छौँ लजाउनु भएको छ मेरो ब्रदर। अनि हेर्दै जानु होला। अनि आज चाहिँ सटरडेको दिन सबैजना फ्यामिली मिलेर बजार जाऊँ न त भनेर अनि बजार हिँडेको हामी चाहिँ। अनि चाहिँ हामी राम्रो भएर यति धेरै राम्रो भएर जान लाग्दैछौँ बजार। दिस इज माई मम। के भन्नु पर्यो, हामी चाहिँ यति राम्रो सुन्दरी भएर आमा छोरी जस्तो देखिन्छ त। तपाईँहरूले चिन्नुभएको आमाको छोरी भनेर, तर दिस इज माई मम है। किनभने अब आमा छोरी भनेको माथि जाँदै जानु पर्यो, आमा भनेको तल झर्नु पर्यो नि त। जे भयो नि दुःख के भन्छ भन्नु त, भनिदिनुहोस् मेरो ब्लगमा केही। बजार आज के लिने कपी किन्दै बजारमा हामी गएर अब के हुन्छ हामी चाहिँ आइसक्यौँ बजार लाइन है। हाम्रो नयाँ औषधि बजार। अनि यहाँबाट चाहिँ हामी बजार गइन्छ है। यो चाहिँ हाम्रो नयाँ औषधि राम्रो औषधि हाम्रो औषधि चाहिँ आइसक्यो। हामी चाहिँ आइसक्यौँ लगभग बजार लाइनसम्म चाहिँ आउन आँटिसक्यौँ। अनि हेर्दै जानु आज चाहिँ कतिको भिड हुन्छ बजारमा है। बजारमा त भिड नहुने कुरै हुँदैन। त्यही पनि आज सटरडे सबैजना हाट बजार लाग्ने भनेपछि त हाट बजार लाग्ने भनिसकेपछि त भिडै हुन्छ नि त लगभग। हामी पनि अब के किनिन्छ लास्टसम्म हेरेर त हजुरहरूले थाहा पाइहाल्नुहुन्छ है। लास्टसम्म हेरिदिनु होला, माया गरिदिनु होला। अनि हामी चाहिँ आइसक्यौँ मन्डीतिर चाहिँ आइसक्यौँ हामी। मन्डीको बाटो चाहिँ आएको हामी तलबाट, माथिबाट चाहिँ गएनौँ किनभने उताबाट घुम्न पर्छ नि त। अनि यताबाट मन्डीबाट गयो भने बिरुवाहरू के लिनुपर्ने छ। त्यही भएर अनि लास्टमा घर गएपछि त म देखाउने नै छु तपाईँहरूलाई मैले के किने, कतिमा किने भनेर। चाहिँ मन्डी छेउ बजार चाहिँ अब लगभग पनि पुग्यौँ हामी। ल भिडै खाइ क्या हो आजभोलि त बजारभरि चोर होइन, चोरहरू लागेर सेफ भएर हिँड्नुपर्ने हुन्छ। बजारमा चोरेर हिँड्ने मान्छेहरू कति धेरै हुन्छन्। मान्छेहरू यत्रो भिड हुन्छ कि सामान कता राख्यो भने आफैले थाहा पाइँदैन। त्यसपछि कसले टिपेर हिँडिदिन्छ थाहा नै हुँदैन। आफ्नो सामानहरू चाहिँ सुरक्षितसँग राख्नुपर्ने हुन्छ। बजार भनेपछि त्यस्तै त हो, मान्छेहरू भिडै भइरहेको हुन्छ। त्यसपछि आइसक्यौँ हामी चाहिँ लगभग। त्यस्तो भिड चाहिँ रहेछ धन्दामा। बजार पुरै मान्छेहरू त्यस्तो धेरै त हुनुहुँदो रहेछ बजारमा। बजार आज धेरै खासै लागेको रहन्छ। हाम्रो चाहिँ यस्तै हुन्छ बजार है। हजुरहरू कस्तो हुन्छ भनेर के भन्नु, बजार भनेको सबैको यस्तै त हुन्छ नि। आज बजार खान लागेन। यहाँ त झन् खाली। आज बजार चाहिँ खाली होला। हामी चाहिँ जङ्क सुट किन्न आएको, तर
केही छैन सस्तो नेपालमा सब कुन चाहिँ सो छ तपाईँ भन्नु यो अलिकति बाक्लो रहेछ यो त आज त बजारै लागेन धेरै त केही छैन बजारको त नाम मात्र हो सब बजार आज त बजारै लागेन भाउ पनि महँगो महँगो होला टमाटर कसरी हो 5 किलो 100 राम्रो र 5 किलो 100 आमा कति धेरै हो यो चाहिँ 5 किलो हो 100 रुपैयाँको यो 2.5 किलो 50 रुपैयाँको यो भेन्टा काँक्रा गाजर 1.5 किलो 50 बन्दा 3 किलो कति धेरै महँगो हो लास्ट भएर कसरी हो र यहाँ बेच्नु 800 हो मिलाइदिनु नि दुईटालाई मिलाइदिनु 800 सुन्ने है हामीले त के धेरै सुनेको हामीले 400 खाले पनि थियो यो मसँग भेइएर क्वालिटी हो यो लिनु भयो साइज आको राम्रो कपडा देखिन्छ कोही अलिक पछि नि हुनसक्छ अझै एक हप्ता 2 हप्ता हेर्नु के भन्नु नलैजानु हामी चाहिँ नलैजानु परेन फेरि लैजाने रे गाइस यस्तो छ हाम्रो दिमाग पहिले नसम्झिने जब घर खान लाग्छ त्यसपछि यो लैजानु त्यो लैजानु भनेर निक्लिहाल्छ सो आज के लैजान्छौँ चाहिँ बजार पनि सकेर हिँडिसक्यौँ है घर चाहिँ अब धेरै बेर चाहिँ लागेन किनभने चाहिँ अब धेरै कुराहरू पनि लिनु थिएन तरकारीहरू चाहिँ हामीले घर बिहानै राखिसकेको थियौँ अनि मेरो चाहिँ नयाँ क्याप लिएको नि त्यही भएर लिँदा बित्तिकै लगाइदिएको अन्त क्याप त क्याप नि किन्ने भनेर गएको अनि अझै सामानहरू चाहिँ त्यता मेन सामान किन्न आएको सामान चाहिँ अझै किन्नै हो अरू सामान चाहिँ अलिअलि हामीले लिगेँ अनि मैले के लिगेँ चाहिँ म तपाईँहरूलाई घर गएर चाहिँ सब देखाउने नै छु है अनि मेन सामान चाहिँ लिन आएको सामानै हामीले अहिलेसम्म लिगेकै छैन भाइले सेन्ट किनेको देखेको छ ओवर एक्टिंग करता है साला ओवर एक्टिंग की औलाद अब तेरे को बराबर होता नहीं क्या बोलने को चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग के वजह अनि हामीले के किनेम सब कुराहरू तपाईँसँग पनि सेयर गर्छु म लास्टसम्म भिडियो चाहिँ हेरिदिनु होला नगरिकन फुल भिडियो वाच गरिदिनु होला है अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि त्यहाँ चटपट पनि खानुपर्ने हुन्छ चटपट खाएर चाहिँ घर चटपट खाएर मेन सामान चाहिँ लिन आएको सामान चाहिँ लिगेर अनि घर जानुपर्ने हुन्छ किप वाचिङ गाइस के भन्छ बुवाकोमा चटपट र पानीपुरी खान चाहिँ लास्टै मजा हुन्छ गाइस हजुर पनि यता कसरीको हुनुहुन्छ भने बुवाकोमै आउनु होला मिठो बनाउनुहुन्छ भने बुवा गजब बेइज्जती है मिठो बनाउनु चाहिँ हामी त सधैँ बजार गरेर आउँदा चाहिँ बुवाकोमै पानीपुरी र चटपट खाएर जाने गर्छौँ र आज पनि हामी खाँदैछौँ सो हजुरहरू पनि काउसोदीको हुनुहुन्छ भने बुवाकोमा आएर चाहिँ खाइदिनु होला बुवा चाहिँ मिठो बनाउनुहुन्छ आइसक्यौँ है मैले चाहिँ बाटोमा केही भिडियोहरू पनि बनाउन पाइनँ किनभने अँध्यारो पनि भइसकेको थियो अनि हामी चाहिँ घर आएर यहाँ खानासाना बनाउनु पर्ने हुन्छ नि त कति कामहरू बाख्राहरू छ अनि बाख्राहरू थुन्नुपर्ने हुन्छ त्यही भएर चाहिँ हामी घर सरासर आयौँ भिडियोहरू त्यस्तो बिचमा बाटोमा चाहिँ बनाउनु त अलिअलि मात्र भयो धेरै चाहिँ बनाउनु पाइनँ अनि त्यसको लागि सरी अनि हामी चाहिँ घर आइसक्यौँ घर आएर छिटो हजुरहरूलाई म के किन देखाउँछु भनेकै थिएँ नि त त्यही भएर चाहिँ म तपाईँहरूलाई देखाउन लागेको छु कस्तो हुन्छ सबैले माया गरिदिनु होला र अनि लास्टसम्म हेरिदिनु भएकोमा चाहिँ सबैजनालाई धन्यवाद भन्न चाहन्छु है और 50 रुपया काट ओभर एक्टिंग के वजह सो म चाहिँ फर्स्टमा चाहिँ त्यो ब्यागबाट स्टार्ट गर्नु
यिनीहरू चाहिँ यो बिउहरू हो, बिउ पलहरू मम्मीले लिएर आउनुभयो। अनि यसमा चाहिँ मेरो लागि लङ सुट छ है, यो चाहिँ मेरो लागि मैले लिएर आएको। यो मेरो लागि भइहाल्यो। अनि यसमा चाहिँ यति रहेछ। मेरो लागि चाहिँ यो लिएको, यो कलर चाहिँ राम्रो लागेको, पर्पल हजुर पर्पल कलर। अनि त्यसपछि मलाई चाहिँ राम्रो लागेर मैले लिएको यो। अनि त्यसपछि एउटा यो, त्यसपछि यो चाहिँ मम्मीको लागि, मैले चाहिँ मम्मीको लागि किनेको कि मैले किनेपछि मम्मीलाई पनि किनिदिनु भनेर। अनि त्यसपछि मम्मीले पनि किन्यो भनेर। अनि त्यसपछि मम्मीको लागि पनि यो चाहिँ मम्मीको लागि। त्यसपछि जानु पर्दा चाहिँ हामी चाहिँ पेन पनि किनेको ल। अनि यत्रो कपी, मेन चिज भनेको चाहिँ म कपी लिन भनेर। कपी चाहिँ अब कलेज स्टार्ट भएको छ, कपी चाहिँ चाहियो नि त, त्यही भएर। अनि भोलिबाट चाहिँ कलेज जानुपर्ने हुन्छ। अनि त्यही भएर कपी, मेन कुरा चाहिँ कपी नै थियो है। दिस इज माई मेन। अनि त्यसपछि यो कपी चाहिँ 1 दर्जनै लिएको बेलामा पुरै 1 दर्जन नै लिऊँ भनेर। अनि यो चाहिँ कपी। अनि यो चाहिँ भाइले सेन्ट किनेको, त्यही भएर देखा भनेर चाहिँ हामी सेन्ट पनि किनेको, भाइले किनेको ल यो चाहिँ। अनि यही हो, बद्दो रहेछ। अनि यहाँ चाहिँ टमाटर छ। टमाटर यो चाहिँ सस्तो पाएर हामीले 1 दर्जन 1 किलो 1 किलो नै लिएर 100 रुपियाँको 1 किलो। सस्तो हो नि त टमाटर त होइन त। अनि यो पालि टमाटर छ। अनि उता चाहिँ समोसाहरू, आज खानालाई समोसाहरू पनि लिएर आएको छौँ है। र अनि भिडियो चाहिँ यति नै, धेरै सामानहरू चाहिँ केही लिएन, जस्ट बजार मात्र घुम्यौँ, बजारहरू घुमियो। अनि सामानहरू यति नै भयो, धेरै पनि लिइएन। अनि त्यसपछि मनी पनि, फर्स्ट कुरा त मनी हो। मनी छ त सबै छ, मनी छैन त केही छैन यो संसारमा। अनि त्यसपछि अनि अब यो नेपालको महँगाइमा हामी किन लिन्छ, धेरै थोरै पैसा बोकेर बजार जाने अन्त के नै आउँछ र। यही पेनलाई त 60-80 रुपियाँ कम त महँगो भयो। नेपाल भन्ने ठाउँमा, नेपाल होइन सबै ठाउँमा महँगाइ अब बढ्दैछ है। सो लास्ट यति नै। अनि भिडियो कस्तो लाग्यो सबैले आफ्नो प्रतिक्रियाहरू चाहिँ दिनु होला। अनि भिडियोलाई माया गरिदिनु होला। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फेरि वन्स अगेन। अनि डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई। म चाहिँ भेट्छु नेक्स्ट ब्लगमा। बाई।